नमस्ते अनि स्वागत छ हजुरहरूलाई हाम्रो वेब डेभलपमेन्ट सिरिज एपिसोड 2 मा, जहाँ हामी HTML भनेको के हो, HTML को स्ट्रक्चर र पहिलो वेब पेज बनाउने छौं। अब ढिलो नगरी सुरु गरौँ। HTML को फुल फर्म हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज हो। यो एउटा स्ट्यान्डर्ड ल्याङ्ग्वेज जसले हामीलाई वेब पेज बनाउनमा मद्दत गर्छ। HTML ले ब्राउजरलाई कुन कन्टेन्ट कसरी देखाउने भनेर बताउँछ, जस्तै हेडिङ, प्याराग्राफ, इमेज, लिंक एक्सेट्रा। अब एउटा उदाहरण हेरौँ। हामी एउटा घर बनाउँदै छौं भनेर इमेजिन गर्नुहोस्। घर बनाउँदा हामी पहिले स्ट्रक्चर बनाउँछौं, जस्तै पर्खाल, कोठा, ढोका र झ्यालहरू। त्यसबिना घर नै बन्न सक्दैन। ठीक त्यसरी नै HTML ले वेबसाइटको स्ट्रक्चर बनाउँछ, जस्तै हेडिङ, टेक्स्ट, इमेज र लिंकहरू कहाँ राख्ने, कति राख्ने भनेर बताउँछ। अब हेरौँ HTML को बेसिक स्ट्रक्चर। HTML को स्ट्रक्चर यस प्रकार रहेको छ। डकटाइप HTML ले ब्राउजरलाई यो फाइल HTML5 हो भनेर बताउँछ। त्यसपछि HTML यो वेब पेजको मेन रुट एलिमेन्ट हो, जसले होल स्ट्रक्चर समेट्छ। हेडमा पेजको मेटाडाटा राखिन्छ, जस्तै टाइटल, र बडीमा हामीले वेब पेजमा देखिने सम्पूर्ण एलिमेन्टहरू राख्छौं। अब HTML प्रयोग गरेर पहिलो वेब पेज बनाउनतर्फ लागौं। तपाईले आफ्नो कम्प्युटरमा रहेको टेक्स्ट एडिटर खोल्नुपर्छ। म चाहिँ VS कोड प्रयोग गर्छु। त्यसपछि एउटा फाइल क्रिएट गर्नुहोला। त्यो फाइलमा हजुरले जुनसुकै नाम राख्दा हुन्छ, तर त्यो टेक्स्टको पछाडि .html लेख्न नछुटाउनुहोला। अब अघि हामीले स्ट्रक्चर हेरेको अनुसार लेख्नुहोस्। त्यसपछि h1 ट्याग प्रयोग गरेर त्यसभित्र हेलो वर्ल्ड लेख्नुहोला। h1 ट्यागले हेडिङ बनाउनमा मद्दत गर्छ। अब फाइल सेभ गर्नुहोस् र ओपन विथ लाइभ सर्भरमा क्लिक गर्नुहोस्। यदि ओपन विथ लाइभ सर्भर छैन भने एक्सटेन्सनमा गएर लाइभ सर्भर सर्च गरेर इन्स्टल गर्न सक्नुहुन्छ। बधाई छ, तपाईले आफ्नो पहिलो वेब पेज बनाइसक्नु भएको छ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा हामी HTML का ट्याग्सहरू सिक्नेछौँ। धन्यवाद।